Guys, welcome to my channel. हामी कहाँ जाँदैछौँ मार्सिया? बिरयानी हाउस बिरयानी खाना होइन बर्गर हाउस बिरयानी खाना स्वस्तिका नि त्यही छ स्वस्तिका म अनि हामी जाँदैछौँ कस्तो लागिरह गाइसहरू एक्साइटेड छु नि स्वस्तिका कस्तो लागिरह उसले अरे नि त ल ल ल गाइस बाटो सानो मात्रै भयो धेरै पर्दैन अब त्यो आउने बेला लाउने हो आएर सकिने बेला लाउने आएर सकिने बेला लाउने हो त्यहाँ ब्याक्टेरिया इन्फेक्सन नगर्छ अनि आउने बेला कसरी थाहा हुन्छ मान्छेलाई ए हो दिदी तैँले भनेको हेर सब्सक्राइब गर्दा पनि मैले भनिदिन्छु ल म हल्का सेलिब्रेटी हुन्छ टिकटकमा मेरो 15 फलोवर्स छ कि 15जनाले चिन्छ नि 15जना त्यो सब्सक्राइबर भयो भने होइन मेरो चाहिँ 300 त्यसलाई लाइक गरिदिनु होइन लाइक चाहिँ अब गरिदिनु भयो नभने तर लास्टसम्म चाहिँ भिडियो हेरिदिनु होइन अनि सब्सक्राइब पनि गरिदिनु अनि पुरले पैसा कमाउनु थालेपछि तपाईँहरूलाई पनि दिन्छु गाइस यो कोटेश्वरको यस्तो यो के अरे भित्रको गल्ली हो यो यति धेरै पसल छन् स्वस्तिका ब्युटिफुल भएर म यहाँ यस्तो भएर यहीँ होला है त्यो सेल लागेको है बाटो हेरेर होइन गाइज होइन कन्फिडेन्ट डेभलप गर्नु पर्यो भनेर दिदीले क्यामेरा एङ्गल राख्न सिकाउँदै हुनुहुन्छ दिदी चाहिँ अघि अघि गाइड गर्दै हुनुहुन्छ केही नसिकेर यो पछाडि परेको हो कि यसको सब्सक्राइबर नपरेको हो अलि माथि गएर यहाँभन्दा माथि हात्ती पुग्दैन तपाईँलाई चाहिँ यति चाहिँ थाहा रहेछ दिदी दिदीको बहिनी फेरि दिदीभन्दा ठुली चाहिँ भन्नु न दिदीको बहिनी दिदी इन्टरनेसनल बेजत हानी यसरी हिँड्दै हौँ हामी आउटफिट चेक गर्दै क्याफे हो यो बर्गर हाउस बर्गर हाउस कहाँको बर्गर हाउस कोटेश्वरको ए नाम सोध्या भाइ कोटेश्वर थाहा छ सबैलाई कोटेश्वर पुलिस बिटदेखि हल्का भित्र ए हो थ्याङ्क यू यहाँको यस्तो छ नजारा हामी यहीँ तल स्वस्तिका त्यो चाहिँ म चाहिँ यो गाई छ बिरयानी मेन्यु हेर्दै हौँ बिरयानी कता खाएछ बिरयानी छ के हो अफरमा जहिले अफरमा लागिरहेको छ बिरयानी मेन्यु भेटेन डन राजमाताले मेन्यु हेर्दै हुनुहुन्छ है दिदी ताले एडिट गर्न आउँदैन भिडियो आउँछ अनि दिदी काटे भइहाल्यो नि काट्दैन नि र हालिदिने हो क्या म त जेपाती बोल्छु हाल गाइज हामीले पानी दिनुभयो अनि हामीले अर्डर गऱ्यौँ के अर्डर गऱ्यौँ सिएफसी 2 पिस 1 प्लेट चिकन बिरयानी तपाईँ नाकमा घुसाउँछ कि अब क्यामेरा साल एक नाकको पाल ठुलो छ झरेले झरे नाकको पाल नाक देखाएर अहिले म मोरल गाइज मोरल A1 क्याफे भन्दा यताबाट अब लाडु त मैले के भन्नु म्यासेज गरौँ त्यत्रो आउने भयो आउने भयो अर्डर गरिहालौँ न फेरि बिचमा फेरि ताना खोजाएको हुन्छ एउटा प्लेट फुल भाइब दिइरह डन मैले आरसियाको नाम चाहिँ राजमाता राखेको छु राजमाता हो र के हो त ओके एक्सेप्टेड अहिले टेस्ट गरेर पानी खाऊ यो चाहिँ मेरो त्यो है के अरे त चाहिँ मेरो गोस रे सेनापति गरिबी होइन म तेरो के अरे सेनापति होइन भाइ सेनापति अझ माथिको लेभलको भयो सिपाही भनेको र अपमान इन्सल्ट खपेर पनि म हाँस्न बाध्य छु सिपाही
हामी भिडियोमा चाहिँ पानी भनेको यो खास अर्कै कुरा हो है नत्र पानी धमिलो हुन्छ न गाइस अर्कै कुरा हो यो पानी चाहिँ होइन पानी होइन गाइस प्लेट आयो चम्मच आयो चपाउँदै गरौँ न त गाइस हामी खाना अर्डर गरेर खाना कतिखेर आउँछ परिँदा उहाँ सेन्टी भइसक्नु हो उहाँको हालत चाहिँ त्यस्तै यस्तो छ हामीलाई चाहिँ मान्छेले जाउँ जाउँ ओइ म आएँ हुँ के छिटो आइज अरे जाउँ नि त मैले जाउँ कता हो कल उठा भन न मैले कल गर्छु कल उठा भन सिममा यस्तै आयो स्वस्तिकाको सरस्वती साथी आउन लाग्यो अरे अनि त्यही भएर बाहिर लिन जाँदैछ अनि मैले चिनेको थिएन अनि मैले बोलाउन म पनि भेट्छु भनेको गाइस त्यही हो लिएर आउँछ अनि हामी यस्तो इन्जोय गर्ने एकछिन हाम्रो सरस्वती साथीलाई देखाउने छन् सरस्वती साथीलाई तिम्रो दाइले नदेखाएर के छ अब म त्यतिखेरसम्म मेरो फोन अफ हुन लागेको खाएको मात्र क्याप्चर गर्छु मान्छेलाई चाहिँ अब चम्नु भन म कता गयो त्यही हो गाइस स्टे ट्युन सुन्नु न हाम्रो आइसक्यो एउटा थोक अर्डर हामी रेडी छौँ है खानको लागि यता पनि मलाई चाहिँ रुगाला छ त्यही भएर स्टोर चेन्ज भएको अलिक खाम भने जुठो राख्दै जस्तो होला स्वास्थ्य खाना मन लागिसक्यो त्यो सरस्वती भन्ने केटी कहाँ गइ आउँदैन त्यही भएर खाना मन लाग्छ त्यहाँबाट इन्डियन निकाल न चोरी चोरी छुप्के छुप्के मलाई निकाल्यो ल ए खा माया हो गाइस यो मायामा नजर कसरी लाउने होइन राडीहरू फेरि आफू च्यातिन्छु नि होइन तैँले भन् न यसो भन् तैँले नजर नलाउँदा गाइसहरू राजमाता हो त्यही भएर राजमाताले सेनापतिको सेवा गर्नुभएको हामी चाहिँ खाँदैछौँ स्वस्तिका राजमाताले यो गर्दै हुनुहुन्छ स्वस्तिका उसको साथी लिँदैछ जहाँ चाहिँ त्यही खाँदै भयो राजमाताले कस्तो लाग्यो राजमाता म लेफ्टी हो नि त अनि राइट ह्यान्डले मलाई फोन सोन यस्तो पक्रन आउँदैन त्यही भएर हजुरलाई देखाएको रिभ्यू दिनु त 10 out of 7 ल गाइस घुमेर आयो फ्यानको हावाले डिस्टर्ब त गर्दैन है ब्लगमा गऱ्यौँ साउन्ड अफ गरेर हामी चाहिँ पुरै इन्जोय गर्दै खाइरहेको है म त बिरामी जस्तो पनि देख्दैन होला है तर यसै भएको थुप्रै आएको ओहे नक्छु नि खाँदै यो रन्च बाहिरको साइड जानु मन पर्दैन मलाई त्यही भएर त्यही खाइरहेको त्यो भएको थिएन एउटा मात्र हातले गरेको गाइस म हरेक कुरामा राजमातामा डिपेन्ड हुनुपर्छ थ्याङ्क यू त्यो थ्याङ्क यू भन्नु पर्यो होइन र म त तपाईँलाई के भन्छु भनेपछि होइन पैसा भएको बेला खाइहाल कि त्यता चाहिँ मेरो भोलि मर्ने पो हो कि धेरै साँचेर के गर्ने होइन भोलि तिमीले देखाएको छ र गाइस हामी दुवैजना लुगा चाहिँ एउटै केही छैन लुगा चाहिँ जस्तो भएन हुन्छ खाना चाहिँ मतलब छन चाहिँ छ होइन त्यस्तो अर्को जस्तो लुगा फेरि हिँड्दैन हामी खाना चाहिँ अरूले भन्दा पनि धेरै मिठो खान्छौँ अरूले भन्दा पनि धेरै टाइप्स अफ खान्छ खानामा नो कम्प्रोमाइज दुईवटा मात्र भएको त धेरै हुन्छ है खानामा नो कम्प्रोमाइज लाउनमा चाहिँ कम्प्रोमाइज तर खाएको अहिले देखिन लागेको देख्छ तर के गर्नु हामी अरूलाई सर्भ गर्नेमा पर्दैन
चाउमिन आइसक्यो जहाँ चल्यो कसरी अहिले दिदी आज चिलमा हिजो त्यो माथि डिप्रेसनमाथि थिएन है अहिले त्यही भएर डिप्रेसनबाट बाहिर निस्किनलाई बाहिर ओन्ली दिस टाइप अफ फुड विल के अरे मेक ह्याप्पी कम्फर्ट अफ घरै जानु दिँदैन मम्मी यसलाई नि घर जानु दिँदैन अब कहिलेसम्म जब हाम्रो एक्जाम कहिले सकिन्छ मम्मी चाहिँ मलाई घर जा भने ऊ चाहिँ नजा भनेर ब्ल्याकमेल गर्ने म नि उताबाट गर्ने म बिचमा परेको आइसकेँ तर मैले अरू साथीले यति धेरै सँगै बस्यो भने चाहिँ कस्तो कि दिक्क लाग्दाको हुन्छ यसलाई देखेर चाहिँ दिक्क लागेन यो त अहिले मजाकी छ नि त त्यही भएर अरू बोरिङ छ कि मेरो साथीहरू त्यति यो चाहिँ एकदमै मसँग सधैँभरि बसे पनि ओके छ वाउ खुसी लाग्यो राजमाता सुनेर सी इज माई राजमाता आई एम हर सैनिक गाइज हामी यहाँ यति खाँदैछौँ यहाँ केएफसी यहाँ बिरयानी सकिसक्यो भ्लगै बनाउनु बिर्सेछौँ अनि हामी चाहिँ खाली भन्दा होइन हामीले सब बिर्सिन्छ पनि कस्तो लाग्यो तँलाई गुड एकदम गुड अब स्वस्तिकाले टाउको दुख्यो अरे खाँदैन अनि हामी मात्र खाइरहेको छौँ रेस्ट गरिरहेको छौँ उता साइडमा त्यहाँ गाइज कस्तो लाग्यो आर्सिया एकदम गुड एकदम वाउ यहाँको हामीले होइन के अर्डर गरेर बिरयानी चाउमिन सियाप्सी है अनि के मन पऱ्यो तँलाई याबारीमा सियाप्सी मेरो फेभरेट होइन बिरयानी पनि गुड छ है मैले बिरयानीलाई रेट दिएको छैन रेट गरेको छैन 6.5 अनि चाउमिन चाहिँ बफ हो गाइज अहिले हामी फेरि आउँछौँ ब्याक खाइसकेर रिभ्यू दिनलाई फेरि अझै राम्रो गाइज हामी खाएर आइसक्यो कस्तो लाग्यो एकदमै हेभी फिल भयो चाहिँ भुँडी चाहिँ यत्रो भइसक्यो अब हामी मिष्टान भोजन गएर मुख मिठो गराउन चिया खान जाँदैनौँ रातिमा आइदिनु हामीलाई चाहिँ चिया नै चाहिँदैन चिया खानलाई एनी टाइम चिया त मेरो हामी त फेभरेट हामी छोटा पनि छोड्दैनौँ चिया चाहिँ त्यही त चिया चाहिँ नसामा रगतमा रगतभन्दा बढी चिया भइसक्यो हाम्रो अर्को रगत बग्छ हाम्रो चिया यहाँ हेर्नु गाई चाहिँ यस्तो अँध्यारोमा यसरी हिँडिरहौँ पड्काउँदा प्याडा त्यही त जस कस्तो बाउ के खाइदैन आफ्नै आमाहरूको खाएको कसैको एक सुको खाएको छ भने बरु अगाडि आइहाल्छ त्यही हामी खानेमा होइन खुवाउनुमा पर्ने चाहिँ पर्छ बरु हाम्रो चाहिँ मान्छेले कति खाइदिइसक्यो है गाइज हिसाब राखेर है यतिखेर हामी करोडपति हुन्छ लहपति करोडपति चाहिँ होइन त्यस्तै छ यस्तो बाटो हिँडिरहेछौँ हामी हल्का हल्का पानी परिरहेको छ है यो चाहिँ फेरि हामीले मात्रै फिल गर्न सक्छौँ है तपाईँहरूले सक्नुहुन्छ त्यही खोइ त ल अहिले हामी फेरि चिया खान जान्छौँ अनि त्यहाँ भिडियो कन्टिन्यू गर्नु पर्ला